पनि ठिक्का दुःख मात्रै हुन्छ जहिले भइसके दिक्का यो हो भाइबे आयो भाइबे फुर्सद पनि छैन काम पनि छैन जिन्दगी चलाउन दाम पनि छैन यो हो भाइबे आयो भाइबे जीवन सुधार्न खोजेको हुँदैन सोचेको बुझाउन खोजे छैन आफ्नैले बुझेको यो मन बुझाउन आइसक्यो भाइबे आयो भाइबे आयो भाइबे 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 Huh? Bonk. Huh? Bruh.你别笑。घाँसको बारी लिएर आएको हेर्नु न बिल्ली बारी बारीबाट घाँस लिएर आएको के भयो कुनी पेट दुखेर मर्नु लाग्यो
के भयो त हिमा यत्रो ठुलो भारी बोकेर आएको छौ बाबा मम्मीले कराउनुहुन्न कराउनु त हुन्छ नि दिदी के गर्नु बाख्रा बस्तु भोकै छन् त्यो गुइठेले अलिअलि काम गर्थ्यो ऊ पनि घर छोडेर हिँडिहाल्यो त्यो गुइठा त बस्तो होला नि हिमा तिम्रो मम्मीले त्यसलाई देखिसक्दिन थिइन् त्यही भएर घर छोडेर हिँड्यो होला है बिन्दु दिदी हाम्रो मामुको स्वभावै त्यस्तै छ सबैसँग त्यसरी नै बोल्नुहुन्छ ल बिन्दु दिदी मलाई अलिक सन्चो पनि छैन म जान्छु है ल ल जाऊ सन्चो पनि छैन भन्दैछौ हेर पेट पनि दुखो भन्दैछिन् यतिकै उमेरमा यत्रो ठुलो भारी बोकेको छ यी लाउरीले के गरेका होला नै बिचरा छोरी भएर जन्मिनु पनि साह्रै नराम्रो हुने रहेछ भात त खाइयो खोइ जुवाई खोइ जतासुकै जाउँ ल छोरी त यहाँ बस्दै गर म चाहिँ यसो पसलतिर गएर चिनी लिएर आउँछु तातो पानी खाने चिनी पनि छैन हुन्छ आमा चिनी ल्याएर चाहिँ छिट्टो आउनु है चिनी ल्याएपछि तातो तातो रोटी हालेर खान मन लागेको छ खालिस तेरो खोप्रा जस्तो मुखमा अना हतारीले कता हिँड्नुभयो काकी हेर न बिन्दु तातो पानी तताएर खाउँ भने नि चिनी सकिएको रहेछ अनि यसो कुन्चुरीको पसलमा गएर चिनी ल्याउँ कि भनेर पो हिँडे कि अनि तिमी चाहिँ कता गएर आयौ नि कता जानु र काकी यसो माथिल्लो गाउँतिर हिँडेको थिएँ बाटोमा हिमालाई भेटेँ बिचरा बिमारी रहेछन् त्यही पनि मरिमरि आफूभन्दा ठुलो भारी बोकिरहेछन् लाउरेको छोरी साह्रै दुःख पाएनौ तिमीले पनि लौ बिन्दु तिमीलाई थाहा छैन र हिमाको साख्या आमा त कहाँ हो र त लाउरिने त्यही भएर त हिमालाई देख्न नसकेको त सौताकी छोरी भनेर लौ काकी मलाई त के थाहा र त्यही भएर पो रहेछ त अस्ति मरिमरि दाउराको भारी बोकिरहेको थिएँ हो त नि बिन्दु अब के गर्नु बिचारा सानैमा दुःख पाइ आमा नहुनाले अब के गर्नु हामीले भनेर नि केही हुँदैन त्यो लाउरी नि लाउरेलाई पनि टेर्दिन अब के गर्नु हामीले नि ल ल काकी यो अर्काको कुरा गरेर बस्नु पनि राम्रो होइन ढिला पनि भइसक्यो जाउँ अब हो नि त बिन्दु म पनि चिनी लिन पसलतिर हिँडेँ कि ढिला भइसक्यो लु जाऊ तिमी पनि म नि हिँडेँ के गर्ने व्यापार बढ्छ भन्नु न व्यापार बढ्छ न उधारो उठ्छ गाउँमा पैसा हुने जति सबै सहर पसे पैसा नहुने युवा जति विदेश उडे गाउँमा बसे भनेको यस्तै काम नहुने बेकामेहरू मात्रै हो को काम नभएको मान्छे रे तपाईलाई के छ कुन्चुरी दिदी उहाँ विनोद चौधरीले फोन गरेर चाउचाउ बनाउने कम्पनी सम्हाल महिनाको 10 लाख दिन्छु भन्दा त जानु भ्याइन त्यही कम्पनीको चाउचाउ बेच्नेले मलाई बेकामे भन्ने ओहो बोलायो होला खुपै रहेछ कसले भन्दा विनोद चौधरीले अलिकति पत्याउने कुरो गर्नु नि अब नपत्याउनु खै त कुन्चुरी दिदी एक पोका चाउचाउ दिनु त भोलि पैसा ल्याइदिइहाल्छु ए पर्या छैन उधारो त्यस्ता भोलि कति आउँछन् कति जा उता विनोद चौधरीकैमा माग दिन सक्दिन म उधारो पहिलेकै बाँकी छ नदेऊ ड्यामेज बनाएर राख तँलाई उधारो दिनु भन्दा बरु ड्यामेज बनाएर राख्छु उधारो नदी कसरी तिम्रो दोकान चल्दो रहेछ हेर्छु म पनि तिम्रो दोकानको सामान सबै मुसाले खाओस् चलिरहेछ तैँले भनेर हुन्छ र खाओस् मुसाले त्यसको नि मुख छ खान्छ नि तिम्रो फुरफुर कहिलेसम्म रहेछ हेर्छु म पनि
ए रे यो गाउँका मान्छेले के जानेको छ र त्यही अर्काको फुरफुर हेर्न त जाने छैन पैसा सैसा कमाउन जाने छैन उधारो चाहिने सकिँदैन खन्न चाहिँ मरितरी खन्दैछु यसपालि चाहिँ निकै उब्जनी तुल्याउन सकेँ भने आगोन चाहिँ बारीभरि खोर्सानी रोप्नु पर्ला कमाइ त लाउने भयो समयले साथ दिन्छ दिँदैन हन किन एक्लै गनगनाउनु भएको काकी हन किन गनगनाउनु र केटा खोर्सानी रोप्न लागेको त्यही भएर यसो बारी खनु के भनेर लुलु बाबु एकछिन खन्नलाई सगा सगा पार लाग्दैन काकी आज भोलि त अरूले अराको काम फोगटियामा गरिदैन सगा न सगाइ मोरा भोलि पर्सि फलेपछि तँलाई पनि दिउँला न हुँदैन हुँदैन काकी यो तपाईँको खोर्सानी फल्दा त म कहाँ पुगेको हुन्छु सगाउँदैनस् भने खुरुक्क आफ्नो बाटो लागिहाल बिच्चामा मलावल म ल्याए मात्रै यति बेला बारी खनिसक्थे लागिहाल्छु नि जो पनि आफ्नो दुनो सज्याउन खोज्ने मात्रै त हुन् यति बेलासम्म त आइपुग्नु पर्ने यो छोरी कहाँ गई के तराउता गरिरहेको तिम्रो प्यारी छोरी खोज्दा खुरुक्क जाऊ न चुप लगा शोभा तिमीले गरेको व्यवहारले गर्दा छोरी यताउता दायाँ माया कतै गकिरहेछ भने ठिक हुँदैन नि फेरि ए आएपछि तिम्रो छोरी टाउकोमा टेका राख मैले त कहिले केही भन्नु हुँदैन जहिले नराम्रो जहिले नराम्रो आइपुगी त माराई टाउकोमा टेका राख भइस् ए कहाँ गएर आइस छोरी त बाबा घाँस काट्नु गएको थिएँ पेट दुखेर आउँदै ढिला भयो हेर न त्यहाँ नाटक गर्दा खुब जानेकी छेस नाटक गरेको होइन मामु नपत्याए बिन्दु दिदीलाई सोध्नु न तिमी आमा सधैँ यस्तै हो छोरी तिमी भित्र जाऊ आराम गर हस् बाबा गाउँघरकाले थाहा पायो भने के भन्छन् हाम्रो कुरा काट्छन् चुप लाग बोला गजडी भनेपछि सोल्टीलाई त्यो कुन्चुरले एक पका पनि चाउचाउ पत्याइन होइन त
अब सोल्टीको लेभल कहाँसम्म रहेछ भनेर यहाँ थाहा हुन्छ क्या। लेभलको कुरा चाहिँ नगरे डमर। कुनै बेला यो गाउँमा राजा जसरी राज गरेको मान्छे हो म, बुझिस्? कस्तो क्लास कुरो गर्छ हौ सोल्टीले। राजा जसरी चाहिँ लाउरे साउकोमा गोठालो बसेको होला है। गाँजा हारा त धेरै नबोला त। अर्काको घरमा गोठालो बसे पनि 5-5 रुपियाँ पैसा हिसाब गरेर लिने मान्छे हो। फेरिमा गोठालो बसे हर गिद्दी खान्छस् के तैँले पनि मेरो। आम्बो सोल्टीले कस्तो खतरनाक डाइलेक्ट दिएको क्या। के थाहा बा ह्याप थुर्नकै लागि पनि गोठालो बसे हो कि। ओ गुइटे सोल्टी, त्यो तिम्रो साउनी कुन्चुरलाई मसँग यसो सेटिङ गराइदेऊ न। साउनी त फेरिमा खान पाउँछ, म सब सेटिङ मिलाइहाल्छु नि। यसलाई पनि बौला कुकुरले टोकेछ अब। धेरै नाच मुला। अहिले मुखमा भाला हालिदिन्छु अनि एक्लै ब लागे म बात। अम्बो सोल्टी कहाँ जाने कुरा गरेको? ए बस हेलो के गर्छ हौ सोल्टीले हो। ओपर भरे फेरि दिने बेलामा ताउनु पर्छ नि त। म त फेरि त्यही हो। गीत गर्छ छोरोले